फेरि पनि नमस्कार छ सम्पूर्णमा। तपाईहरु आज यो भइरहेको ठाउँ मैले भनिरहेको छु रेसुङ्गा नगरपालिकै हो, 10 सिमिचर काभ्रे हो। आज हामी चाहिँ गौडाकोट जाँदैछौँ, सीताराम भगवानको मन्दिर दर्शन गर्नको लागि जाँदैछौँ हामी। आज त्यहाँ कस्तो बनिरहेको छ भन्ने हामीले चाहिँ त्यहाँ संरचना बनिसकेपछि जान पाइएको थिएन। त्यसकारण हाम्रो टोलीहरू हाम्रो ब्रदर्सहरू भएर चाहिँ मिलेर हामी जाँदैछौँ। अब हामी चाहिँ माथि अटोमा गएर देउरालीबाट ट्रान्सफर गरेर जानेछौँ। तपाईहरुलाई चाहिँ मैले पछि भिडियोहरू देखाउने छु र हजुरहरूले चाहिँ मेरो हेरेर माया गरिदिनु होला, भिडियो पुरै हेरिदिनु होला र भन्न चाहन्छु। यो मकै बारी हो, देख्न सक्नुहुन्छ। मकै दोहोरा भइसकेको छ, खनेर रेडी छ। वर्षे बाली हो, राम्रो छ, मेसो आछ, ठिक छ। ख्याल गर्नु होला, पछि जोडिन्छ। दर्शकवृन्दहरू, यो मेन रोड हो, देखिरहनु भएको छ हजुरहरूले। यहाँ स्काइभेटर छ, यहाँ देख्नुहुन्छ। यतापट्टि बाटो बन्दैछ, यहाँ ढुङ्गाहरूको सहायता बाँडिरहेको छ। माथिपट्टि एयरपोर्ट हो, माथिको डाँडामा एयरपोर्ट हो। हजुरलाई मैले भनिरहेको छु। तलपट्टि मैले यो अगाडिको भिडियो देखाएको छु, खोल्छ हो, यो एयरपोर्टको भल मेन रोड हो। यहाँबाट चाहिँ भल कटाउने कार्यक्रम भइरहेको छ। यो बेसी एकदम धेरै ठुलो यहाँ चाहिँ समस्या भइरहेको थियो पहिल्यैदेखि नै। त्यस कारणले यहाँ काम एकदम तीव्र गतिमा भइरहेको देख्न सक्नुहुन्छ हामीहरूले। त्यस्तो राम्रो छ, वालिङको काम भइरहेको छ। यहाँ हाम्रो स्मार्टिलाको टोली हुनुहुन्छ, यहाँ 8-10 जनाको टोली छ यहाँ काम गर्ने। तलको मैले पहिला देखाएको छु, तिम्रो खोल्छ यही हो। यहीबाट चाहिँ माथि अलिकति काम भइसकेको छ, अलिकति यहाँ हुँदैछ। अब हाम्रो जगत भाइको चाहिँ नयाँ अटो यो देख्न सक्नुहुन्छ। भाइलाई चाहिँ हामीले उद्घाटन गर्दैछौँ आजदेखि। ओके ओके, जगत पाण्डे भाइको चाहिँ अटो नयाँ हो। हामी अटोमा जाँदैछौँ। हजुरहरूलाई त्यहाँ हेर्दै जानुहोस्, हुँदैछ कुरो मिल्छ। यो हाम्रो ठुला गैरा हो, देख्नुहुन्छ। ठुला गैराको हाम्रो यो माथि पनि बाटो छ, वैकल्पिक बाटो टङनामतिर जान सकिन्छ त्यताबाट। यो हाम्रो मेन रोड हो। यो हाम्रो गोकर्ण राजपन्थी दाइको घर हो। यहाँबाट वालिङ हुँदैछ। यो माथिको एयरपोर्ट चोक हो। यो तपाईँहरूलाई हेर्दै जानुहोस्। यो कहिलेबाट सुरु गरेर भाइ? यो एयरपोर्ट चोक हो, एयरपोर्ट। यहाँबाट एयरपोर्ट जान सकिन्छ। बाटो त को भएछ त्यता त दामी भयो। यो दह हो, दह रेसुङ्गा नगरपालिका गुल्मी दह। यहाँ सत्यदेवी भगवानको मन्दिर छ यहाँनिर, यहाँ देख्न सक्नुहुन्छ। ओम नमः शिवाय वासुदेवाय जय श्री। यहाँ शिवालयको मन्दिर बन्दैछ। स्कुल हो, श्री भगवती माध्यमिक विद्यालय। हामी पढे हुर्केको छौँ। यो फलाया चौकको साथीहरू देख्न सक्नुहुन्छ। हाम्रो भाइको घरतिर जाने यतिबाट हो। बास गरेर अन्यथा नलिनु होला। आज हामी षष्ठी शान्ति गर्न जाँदैछौँ। उताबाट लिनु भाइ। हजुरहरूको कमेन्ट गर्नेको खाँचो छ। हजुरहरूले चाहिँ मलाई के हौसला दिनुहुनेछ भन्ने मलाई लागिरहेको छ। कहाँ जाने यहाँ जाने छिन्
अब यो देउराली डाँडा हो। देउरालीको गेट हाम्रो स्वागत छ सम्पूर्णमा भनेर चाहिँ यहाँ देउराली हाम्रो भगवानको मन्दिर हो, गङ्गा स्थान। अहिले हामी ट्याक्कै देउराली तल बजारतिर झर्दैछौँ। सबैले भिडियो हेरेर साथ दिनु होला। स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु म फेरि। नेगेटिभ कमेन्टहरू नगरिदिनु होला, विनम्र अनुरोध गर्न चाहन्छु।
फेरि पनि स्वागत छ हजुरहरूलाई। हामी यो सीताराम भगवान मन्दिरको गेट नजिकै छौँ। यो प्रवेशद्वारको गेट हो। यहाँबाट हामी जाने हो। यहाँ सिधा जानु पनि एउटा अब हामी चाहिँ यस्तो यहाँ केही रेस्ट गरेर पानी सानी माथि चाहिँ पानी हजुरहरूलाई माथि भिडियो हजुरहरूले हेरिदिनु होला अन्त्यसम्म भिडियोलाई। स्वस्थ रहनु होला भन्न चाहन्छु। फेरि पनि मस्त रहनु, व्यस्त रहनु होला। जस घाम लागिरहेको छ, बादल पनि लागिरहेको छ होइन। मौसमको जस ठिकै मौसम छ भनौँ। हजुरहरू पनि यहाँ आएर चाहिँ अवलोकन गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। र सबैको जय होस्। हस् त, फेरि भेटिनेछ अर्को। ओइ यता ओइ तोर्ना फुकाइदिस् फेरि पनि नमस्कार सम्पूर्णमा। यो हामी भइरहेको ठाउँ रेसिङ नगरपालिका 13 बुढी पोखरी भन्ने ठाउँ हो। यो यहाँ देख्नुहुन्छ मन्दिरहरू, यतापट्टि डाँडाहरू हेर्नु, गौँडाकोटहरू देख्नु हेर्नु, यतापट्टि सिन एकदम बबाल सिन हो। पारी डाँडाहरू हेर्नु, यतापट्टि हेर्नु डाँडाहरू। मेन रोड यही छ। हामी माथि टपमा आएका छौँ हिँड्दै। यात्रा हाम्रो पैदल हो। यहाँ बाटो ठाडो भएको कारणले गर्दा हामीले चाहिँ हिँड्दै आउनु परिरहेको छ। ठिकै छ, केही छैन। हामी बस्दै कुरा गर्दै आइरहेका छौँ साथीहरू हामी मिलेर। ठिक छ। उतापट्टि पनि हेर्नु, यता माथिपट्टि। अब माथिपट्टि हामी 15 मिनटको रस्तामा बाटो छ। 15 मिनट पुग्नेछ। यहाँ मन्दिर भगवान्को त्रिशूलको मन्दिर हेर्नु। जय श्री राम, जय श्री कृष्ण गोविन्द हरे मुरारी। तपाईँ हामी सबैको कल्याण होस्, रक्षा होस् भगवान्को कृपाले भन्न चाहन्छु। स्वदेश तथा विदेशमा सम्पूर्ण रहने मेरो इष्टमित्र सम्पूर्णलाई सुस्वास्थ्य दीर्घायुको कामना भगवान्ले रक्षा गर्नुहुन्छ। पितृकुल देवताको आशिष लागोस्। धन्यवाद। फेरि माथि गएर हामी भिडियो गर्नेछौँ। थ्याङ्क्स। मैले त्यहाँ फोटो खिचेँ, केही भएन। फेरि आएर यो खतरा देखियो कि होइन अङ्कल? शनिबारको दिन हो। आज यहाँ हाम्रो पर्यटकहरूको भिड हुन्छ भने रमाइलो छ। डाँडो छ, हावा चलिरहेको छ आनन्दमय। माथिपट्टि देख्नु भएको छ, उहाँ छ सीताराम भगवान्को मन्दिर। माथि टपमै हो। हामी जाँदैछौँ, हजुरहरूलाई देखाउनेछु पुरैमा। यतापट्टि पनि गाउँ राम्रो छ। अर्हाँची हो यो। अर्हाँची भान्जा यो अर्हाँची पर्दैन र उता कति रमणीय छ ठाउँ हेर्नु। अर्हाँची हो त्यो, तपाईँ देख्नुभएको छ। हामी जाँदैछौँ। फेरि पनि नमस्कार। जय सीताराम। आउनुहोस्, यहाँ हेर्नु भगवान्को मन्दिर। यता सुन्दर नगरी अर्हाँचीहरू यतापट्टि भिडभाड छ। रमाइलो। जय सीताराम। ल पसिना पसिना पुस्नुपर्छ यार। त्यसरी टी सर्ट ल्याउनु पुस्नु तल। ल सिन्टे यता पनि है ल जानु दुई गए। मामा एक्लै जय श्री राम। जय श्री राम। ओम नमः शिवाय।
फेरि पनि हजुरहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म मेरो भिडियोमा। यो देख्न सक्नुहुन्छ यहाँनिर छतरकोट गाउँपालिका यो सञ्चालित छतरकोट जिप लाइन हो। लम्बाइ 1080 को छ, 1080 मिटरको माथि लम्बाइमा हामी जाने हो। यहाँ चाहिँ हामी आइरहेका थियौँ र आज अन्यथा हामी शनिबारको दिनमा आयो र यसमा चाहिँ हामी जोडिन हजुरलाई जिप लाइन खेलेको भिडियोहरू देख्न पाएन, त्यसको लागि अन्यथा नलिनु होला। अर्को भिडियोमा हामीले यो जिप लाइन खेलेको भिडियो राख्नेछौँ। हजुरलाई चाहिँ राखेको भए हुन्थ्यो भन्ने जिज्ञासा लागेको होला, अथवा त जाने के हुन्छ भन्ने तपाईँलाई लाग्यो होला, केही भएन त्यो। तपाईँले जे सोच्नु भएको छ हजुरको माइन्डमा छ, हजुरले राम्रो सोच्नु छ भने राम्रै हुन्छ, नराम्रो सोच्नु भने नराम्रै होला। यति भन्न चाहन्छु। स्वदेश तथा विदेशबाट, स्वदेश भन्दा नि विदेशबाट धेरैले हेरिरहनु भएको छ, वाच गरिरहनु भएको छ। उहाँहरूलाई चाहिँ उच्च सम्मान व्यक्त गर्न चाहन्छु मैले। उच्च सम्मान छ, सलोट छ मेरो। उहाँहरूलाई चाहिँ दुःख मेहनत गरेर परिश्रम गरेर चाहिँ उहाँहरूले चाहिँ त्यत्रो आफ्नो फ्यामिलीको लागि होइन, आफ्नो बालबच्चाको लागि सोचेर पैसा कमाइरहनु भएको छ। म पनि हजुरहरू जस्तै हो। हजुरहरूले मलाई हौसला प्रदान गर्नुभयो अथवा सहयोग गर्नुभयो भने हजुरलाई अर्कोहरू यस्तै भिडियोहरू गाउँको मैले देखाउन चाहनेछु। हजुरलाई चाहन्छु पनि, म देखाउँछु पनि। हजुरलाई त्यसैको लागि सब्सक्राइब गरिदिनु होला र बसन्त माइलो च्यानललाई युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला प्लिज। तपाईँले त्यो हजुरलाई ध्यान हुन्न, त्यसमा सब्सक्राइबको बटन छ माथिनिर, त्यहाँ एउटा घन्टीको बेल बटन छ, त्यहाँनिर यसो दबाइदिए मात्रै हुन्छ। हजुरहरूले सम्भव भएसम्म त्यो गरिदिनु होला भन्न चाहन्छु म। हेरिदिनु भयो मलाई हाम्रो क्यामराम्यान ब्ल्याकी द बोय है, द बोय लाई ब्ल्याकी द बोय एकदम मेरो ब्रदर हो, मेरो साथी हो, ब्रदर मेरो भाइ हो, मेरो छोरो भन्नु न अङ्कल, सबै हो। उहाँलाई उच्च सम्मान गर्दै क्यामेरामा साथ दिने ब्ल्याकी द बोय द बोयलाई एकदम युट्युब च्यानललाई उहाँलाई सब्सक्राइब गरेँ। उहाँ अनि ऱ्यापर हो, उहाँले माया गरिदिनु होला र उहाँको भिडियो मैले सेयर गर्ने चाहिँ भाइको भिडियो। उहाँ अनि ऱ्यापर हो। हजुरलाई उच्च सम्मान व्यक्त गर्दै नमस्कार छ। सबैलाई स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्नु। ओके लेट्स गेट इट है, त्यही हो गडा हो।